दर्शक महानुभाव यहाँलाई हार्दिक स्वागत सहित नमस्कार। म रूपक कालीराज, तपाईँ हेर्दै हुनुहुन्छ हजुरको खबर। आज म एउटा यस्तो रिपोर्ट लिएर आएको छु जुन रिपोर्ट हेर्दाखेरि प्रहरीको मनमा घन्टी बज्छ। दर्शक महानुभाव, प्रहरीले गरेका ज्यादती, प्रहरीले गरेका असुली धन्दा बारे आज एउटा यस्तो रिपोर्ट लिएर आएको छु। आउनुहोस् यो रिपोर्ट हेरौँ। प्रहरी संगठन जसले देशको शान्ति सुरक्षाको जिम्मा लिएको हुन्छ, तर यथार्थ के छ भने दर्शक महानुभाव, सबै प्रहरी असल इमानदार भने हुँदैनन्। केही त्यति संगठन भित्रका हातहरूले नै प्रहरीको इज्जतमा कालो दाग लगाइरहेका छन्। दर्शक महानुभाव, हेर्नुहोस् यो फुटेज। हेटौडा 15 मा रहेको प्रहरी चौकी रातोमाटे स्थानीयहरूले आरोप लगाइरहेका छन्। दर्शक महानुभाव, यहाँका प्रहरीहरू सवारी साधन चेक जाँचको नाममा सर्वसाधारणलाई अनावश्यक दुःख दिँदै रकम असुल्ने कार्यमा संलग्न छन् भनेर हामीलाई पटक पटक भनिरहेका थिए। उनीहरूले भनेका छन् गाडी रोक्छन्, कुरा गर्छन् अनि पैसा माग्छन्, नदिए भने हप्ता महिनाभरिको नाममा दुःख दिइरहेका छन् भनेर हामीलाई पटक पटक भनेका थिए। कतिबेर हातमा लिएर खुल्यान देख्ने गरी हामीले चाहिँ हातमा लिएर चाहिँ गोजीमा हाल्दा देख्छौँ। हामीले बोल्यो भने हामीलाई गाह्रो हुन्छ। यति भन्दाखेरि मलाई नै गाह्रो हुन्छ कि। प्रहरी चौकी रातोमाटेका प्रमुख किशोर प्रसाद यादवको नेतृत्वमा यो गतिविधि चल्दै आएको स्थानीयहरूले आरोप लगाइरहेका थिए। यो आरोप यथार्थ के हो भनेर हाम्रो टिम पनि पुगेको थियो घटनास्थलमा। केही समय चिया खायौँ, हेर्दै थियौँ, तर हाम्रै आँखै अगाडि यो अवैध असुलीको खेल चलिरहेको देख्यौँ। दर्शक महानुभाव, हेर्नुहोस् यो फुटेज। प्रहरीले यतिसम्म सेटिङ गरेका छन् कि आफ्नै कार्यकक्षा अर्थात् उनीहरू बस्ने कोठामा सेवाग्राही चालकहरूलाई लैजान्छन्, तर आफू बाहिर बस्छन्। दर्शक महानुभाव, र भित्रको अँध्यारोबाट पैसा असुल्ने कडा खेल चल्छ। यो फुटेज पनि हेर्नुहोला। निरन्तर चलिरहेको यो अवैध असुलीको विषयमा हाम्रो टिमले प्रहरी चौकी रातोमाटेका प्रमुख किशोर प्रसाद यादवलाई प्रत्यक्ष प्रश्न गर्यो। के यो तपाईँको चौकीको काम गर्ने तरिका हो? उहाँ छक्क पर्नुभयो, अत्तालिनु भयो। दर्शक महानुभाव, उहाँले भन्नुभयो, के भयो सर? हामीले स्पष्ट भन्यौँ, हाम्रै आँखै अगाडि तपाईँका मातहतका प्रहरीले असुलीको धन्दा चलाइरहेका छन् नि, तपाईँ किन मौन बस्नु भएको छ? त्यसपछि उहाँले जवाफ दिनुभयो, अब यस्तो कार्य हुँदैन, उनीहरूलाई तत्काल कारबाही गर्छु भनेर उहाँले भन्नुभयो। गर्न त नगर्नु कुरा गरेछ होइन सर, एकदम गलत कुरा, एकदम गलत ल्याएर गएछ, एकदम गलतै गरेछ। म यो आज के भयो भने अलि सन्चो नभएर सुतिरहेको छु, भर्खर 2 मिनट पहिला गरेको। तपाईँ आउनुभयो, 2 मिनट पहिला आएर बसेको, मैले माथि सुतिरहेको थिएँ दिनभरि। कारबाही प्रक्रियामा आउँछु। आदरणीय दर्शक महानुभाव, पैसाको लोभमा गरिने यस्तो कार्यले प्रहरी मात्र होइन देशकै इज्जतमा धब्बा लगाइरहेको छ। यो त केवल एउटा उदाहरण मात्र हो। दर्शक महानुभाव, मकवानपुरको विभिन्न चौकीहरूमा के कति रातोमाटेहरू लुकेका होलान्, त्यो भने अझै हामी अर्को रिपोर्टमा देखाउनेछौँ। दिनहुँ ठुला गाडीहरू पटका र क्षमता भन्दा बढी लोड लिएर निस्कन्छन्, तर रकम दिएपछि सब ठिक हुन्छ। दर्शक महानुभाव, ट्राफिकले छाड्छ भन्छन् चालकहरू। अब प्रश्न उठ्छ दर्शक महानुभाव, के प्रहरी नेतृत्वमा बस्नेहरूले यस्ता कार्यमा संलग्नलाई कारबाही गर्ने साहस देखाउँछन् त? के तिहारको उज्यालोमा पनि यो असुलीको अँध्यारो पर्व निरन्तर चलिरहनेछ? यो असुली धन्दाको निरन्तर हामी फलोमा रहनेछौँ। अर्को एपिसोड हेर्न भने नबोल्नुहोला। दर्शक महानुभाव, यो रिपोर्ट तपाईँले हेरिसक्नु भएको छ। पैसाको लोभमा गरिने यस्ता असुली धन्दा बारे तपाईँको प्रश्न अर्थात् तपाईँमा केही प्रश्नहरू उठिसकेको हुनुपर्छ। प्रहरी संगठनमाथि नै छुट्टै धारणा बनाइसक्नु भएको होला, तर सबै प्रहरी खराब छैनन्। तर यस्ता खराब प्रहरीका कारणले गर्दा देशको पनि इज्जत माथि प्रश्न चिन्ह खडा भएको छ। दर्शक महानुभाव, यो एउटा रातोमाटेका प्रहरी चौकीका रातोमाटेहरू मात्रै होइन। दर्शक महानुभाव, हामी मकवानपुर जिल्ला विभिन्न जिल्लामाको रिपोर्टहरू निरन्तर यसरी नै तपाईँहरूको बीचमा ल्याउने बाचा गर्दै म रूपक कालीराज सहित इन्ट्रा टिम बिदा हुन चाहन्छौँ। नमस्कार।